हेलो गाइस, वेलकम ब्याक टु केआई फ्यामिली ब्लग। फेरि पनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। र यसरी नै फेरि म अर्को नयाँ ब्लग लिएर आएको छु। र आज चाहिँ के देखाउँछु भन्दाखेरि चाहिँ मेरो घरमा चाहिँ कस्तो कस्तो खालके फ्लावर्सहरू छ र मैले मेरो बारीमा के रोपेको छु त्यो कुराहरू देखाउँछु। र यसरी नै तपाईँहरूले मेरो ब्लगलाई माया गरिदिनु होला भनेर तपाईँहरूलाई भन्न चाहन्छु। र फर्स्टमा चाहिँ म तपाईँहरूलाई मेरो फ्लावरको अलिअलि देखाउँछु, फ्लावरहरू कस्तो कस्तो छ त भनेर टक 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 देखाउँछु। त्यसको बादमा म स्टार्ट गर्छु मेरो ब्लग चाहिँ। फ्लावर्सहरूमा फुलहरूमा पानी लाउँदै गरेकोदेखि चाहिँ म स्टार्ट गर्छु ल। त्यहाँदेखि चाहिँ गार्डनको देखाउँछु, मेरो भेजिटेबल गार्डन। त्यहाँदेखि चाहिँ मेरो मन्दिर जाने काम छ र मन्दिरको देखाउँछु, र एउटा सानो डे इन माई लाइफ म के गर्छु त्यो देखाउने छु। र गाइस, यो मेरो यो जुन चाहिँ उयो छ नि, क्लिप छ नि, यहाँनिर लगाएको स्निप छ नि, यो चाहिँ मेरो एकजना साथीले बनाउनु भएको। यो चाहिँ एकदम ह्यान्डमेड हो। तपाईँहरूलाई पनि कसैलाई चाहिन्छ भने चाहिँ अर्डर गर्नु होला, भन्नु होला, कमेन्ट गर्नु होला। हेर्नुहोस् है, यस्तो दामी छ है, मलाई चाहिँ पुरा मनपर्छ यस्तो स्निपहरू। र ओके, र तपाईँहरूको दिन पनि आजको दिन शुभ रहोस् भन्दै मेरो भ्लगलाई अघि बढाउन चाहन्छु। एकदम माया दिनु होला गाइस, माया दिनु होला। र हेर्नुहोस् ल। आउनुहोस् छिटो, पानीले भिज्छ। यसरी लाउनुपर्छ है, यसरी गाइस, यसरी पानी चाहिँ। निनामा हेलो गरिदिनुहोस् यहाँ। हेलो, मेरो माइजूको च्यानललाई सब्सक्राइब गरिदिनु भन त छिटो। मेरो माइतीको च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। मेरो माइजूको फ्लावर गार्डन हेर्नुहोस् भन। मेरो माइतीको फ्लावर गार्डन हेर्नुहोस्। के लिएर आउनु भएको तपाईँ? के हो त्यो? गुन्द्रुकहरू? ओके, मम्मीलाई थ्याङ्क यू सो मच भन्नु ल। ओके गाइस, म चाहिँ यहाँ यसरी गर्दैछु, अझै देखाउँछु ल तपाईँलाई मेरो कस्तो दामी दामी चिजहरू छ, कस्तो लाग्दैछ हेर्नु होला। यो त लड्दै पो खोज्छ त बाबा। यसरी लाउनुपर्छ हो पानी। जानु भएको निनामा? ओके, बाई बाई। मम्मीलाई थ्याङ्क यू भन्नु ल गाइस। यसरी लाउनुपर्छ है पानी चाहिँ। यहाँनिर चाहिँ तपाईँको मेरो जेरिनियमहरू छ। अब यता चाहिँ यहाँ चाहिँ छ मेरो जाट फ्लावर। यहाँ हेर्नुहोस् है, यसरी मैले राखेको छु जाटहरूलाई पनि। जेट हो कि ज्याट भन्छ अरे हौ यसलाई। अस्ति नै मैले यो चाहिँ के हो, मलाई पुरा मनपर्छ, मनी प्लान्ट भनेर भन्थेँ होइन गाइस, मनी प्लान्ट भनेर भन्थेँ होइन। तर यो मनी प्लान्ट पनि हुनु चाहिँ अब होला सायदै, तर यसको खास नाम चाहिँ जेट भन्दो रहेछ होइन। मलाई त याद पनि थिएन। हेर्नुहोस् न, मेरो यस्तो भएको छ है। घरमा चाहिँ यस्तो हुन्छ है, काम बिहान उठेकोदेखि बिजी। मुख पनि धुएको छुइनँ गाइस, मुख पनि धुएको छुइनँ। तपाईँहरू कोलाई मनपर्छ फ्लावर्सहरू रोप्नु, स्याहार्नु? मलाई चाहिँ पुरा मनपर्छ। त्योहरू यसरी धुलोहरू झर्छ। यहाँ पनि म चाहिँ प्रायः जेरिनियम रोप्छु, किनभने यो चाहिँ पुरा वर्षैभरि हुन्छ कि, अन्त त्यही कारणले गर्दा फुलिबस्छ। यसलाई बेसी स्याहार्नु पनि पर्दैन हो। त्यही कारणले म जेरिनियम रोप्छु। यसपालि चाहिँ हेर्नुहोस् न, मेरो पिटुनिया दामी भइरहेको छ गाइस। पिटुनिया पनि मेरो दामी भएको छ है, दामी।
यो चाहिँ जेरेनियम हो मैले लाउँदै गरेको चाहिँ। यहाँ छ पिटुनिया चाहिँ, यहाँ देखाइदिनुहोस् त अलिक तल भिडियोग्राफर। यो चाहिँ पिटुनिया हेर्नुहोस् न, दामी भइरहेछ। 23 वटा पट रोपेको चाहिँ। भिडियोग्राफरै के हो मेरो त। यहाँ चाहिँ पिटुनिया हेर्नुहोस् न, यी ड्याम फुल्दैछ। यहाँ चाहिँ जेरेनियम, पिटुनिया कस्तो मनपर्छ मलाई गाइस, हेर्नुहोस् न। वाउ, म त यो फुल देखेर आफै खुसी हुन्छु, ह्याप्पी। यस्तो छ गाइस, यस्तो। र अब एकछिनबाट बारीमा भेटौँ ल गाइस। र गाइस मेरो चाहिँ टेरेसमा स्ट्रबेरी पनि छ, हेर्नुहोस् ल। स्ट्रबेरी यहाँ हेर्नुहोस् न, अस्ति के भन्छ फलेर पनि कुहिएछ नि। यहाँ छ स्ट्रबेरी, त्यहाँदेखि यहाँनिर पनि फ्लावरहरू छ यस्तो, यसरी काटेर रोपेको छु। त्यहाँदेखि यहाँ पनि स्ट्रबेरी छ। अस्ति पुरा फलेको थियो गाइस स्ट्रबेरी मेरो, सबै खाइसक्यो। चराले खाइदिन्छ तर सबै गाइस। यहाँ छ, अन्त यहाँ स्ट्रबेरी छैन के हो, सबै चराले खाइदिन्छ गाइस। चराले खाएर सबै सकिदिन्छ, हेर्नुहोस् न। स्ट्रबेरी यहाँ मैले बिँ रोपेको छु, यहाँ पनि बिँ, यहाँनिर सिबी जान्दैछ। क्यारटमा चाहिँ यसरी रोपेको छु मैले। यहाँ पनि बिँ छ, ड्याम्मै बिँहरू। यहाँनिर गार्लिक चाहिँ यसरी ठुलो भएपछि नै यसरी गाँठो पारेर राख्नुपर्छ अरे, ठुल्ठुलो फल्छ अरे गाइस भन्दै थियो। मैले पनि यसरी गाँठो पारेर राखेको छु। यो बिँ हो, तिते बिँ, मेरो पुरा उयो चिचिला लाग्दैछ। वाउ, माई फेभरेट सब्जी भेजिटेबल। उयो लाग्दै रहेछ, के भन्छ बिँ फल्दैछ। यहाँ चाहिँ क्युकम्बर, ओके, काँक्राको बिउ राखेको थिएँ, कति राखेको थिएँ कि यति चाहिँ उम्रेछ है। हेल्दी बोटाएर चाहिँ म यसलाई फलाउँछु। यो चिल्ली, अन्त तपाईँको यहाँनिर यहाँ पनि स्ट्रबेरी, धनियाँहरू, यहाँ मिन्टको बोट, पुदिना। यहाँ यी धनियाँ त फुली पनि सकेछ हेर्नु गाइस। यहाँ पनि बिँको बोट, यहाँनिर हिउँदेशी बिँ यसरी लगाएको छु। र त्यसको साथसाथमा यहाँनिर अरेन्जको बोट, अरेन्जको बिउ राखेको थिएँ कि, हेर्नुहोस् न। सुन्तलाको बिउहरू यत्रो भएको छ। क्यारटमा सुन्तलाको बिजन यत्रो प्लान्ट यत्रो भएको छ। र मैले फर्सी राम्रो खालको लिएर रोपेको थिएँ, यत्रोमा हेर्नु न, क्यारटमा यो एउटा मात्रै जागेछ हौ। दामी भइरहेछ गाइस। र अब म बारी देखाउँछु ल तपाईँहरूलाई। यहाँ मेरो गुवाबाको बोट पनि छ, अम्बकको प्लान्ट हेर्नुहोस्। सानो थिएन, अहिले यत्रो भएको छ, दुईटा मेरो अम्बक गाइस। अन्त यहाँ डाँडाबाट चाहिँ रोडहरू देख्छ, यस्तो देख्छ है गाइस। यहाँ गाडीहरू, मेन हाइवे। अब यहाँबाट चाहिँ म टक्कै कहाँ जान्छु भने बारी, हेर्नुहोस् ल, बारी पुगेर देखाउँछु। बारीमा चाहिँ यहाँ मेरो पिँडालुको बोट, यो चाहिँ सब्जी पनि खानुहुन्छ, कालो खालके सब्जी खाने खालको रोपेको छु। यहाँ सिन्टेक्स छ दुईटा, 2000 लिटरको। यहाँ अब म यो पनि टिप्छु। यहाँ हेर्नुहोस् न, यो चाहिँ तपाईँहरूले ब्रोकली छ भने नि एकपल्ट खाएर चाहिँ त्यो बोटलाई चाहिँ नि उखाल्नु हुँदैन रहेछ गाइस। यहाँ हेर्नुहोस् त, फेरि फलेको पहिल्यै खाएर यहाँभित्र हेर्नुहोस् न, काटेर हो, काटेर यहाँ लगेको होइन। अहिले हेर्नुहोस् त, कस्तो दामी भएको छ। अब यो टिप्छु। ब्रोकली हेर्नुहोस् है, फलेको यो चाहिँ कसरी फल्छ भनेर म तपाईँहरूलाई देखाउँछु ल। अब यो काटेको छैन, यहाँ हेर्नुहोस् मुनिबाट आउँदैछ अर्को, यहाँबाट ड्याम्मै दामी यहाँ फल्दैछ है, यसरी फल्छ गाइस। र मेरो यहाँनिर हेर्नुहोस् बिट ड्याम्मै छ, बिट रोपेको छु। हामी चाहिँ भेजिटेरियन भएर होला, म चाहिँ यस्तो बिट गाजरहरू पुरा रोप्छु होइन। अन्त यहाँ झ्याङ्गा लगाएको छु। यो चाहिँ मेरो क्युकम्बर, यसरी पलाएको छ क्युकम्बर चाहिँ ड्याम्मै। र मेरो बिट हेर्नुहोस् न, वाउ, बिटको बिउ होइन, अब बिटलाई मैले सारी पनि सकेको है।
यसरी ड्याम्मै रोपेको छु बिट होइन। यहाँ पनि ब्रोकली हेर्नुहोस् काटेर पनि फेरि फलेको है, काटेर पनि फलेको यो। यहाँ चाहिँ हेर्नुहोस् है उयो क्यारट, यहाँ हेर्नुहोस् है गाजर, अन्त हिजो सारेको मैले बिट चाहिँ यो यहाँ छ। यहाँ बिन छ, बिनको बोटहरू, सिमीहरू यसरी ड्याम्मै रोपेको छु। यसरी सिमीहरू रोपेको छु। यो पोमोग्रेनेट चाहिँ भएन, बोट आउँछ फल्दैन, काटिदिएको नि मैले त रिसले। यहाँ चाहिँ पालक छ गाइस, पालक, यहाँ चिल्ली, चिल्लीको बोट, पालक हेर्नुहोस्, पालक, सिमीहरू, यहाँ पनि छ पालक ड्याम्मै छ। यहाँनिर ब्रिन्जलको बोट, के भन्छ बैगुन, यहाँनिर क्याबेज। यहाँनिर चाहिँ मैले उयो रोपेको थिएँ गाइस, के भन्छ उयो ला बिर्सेको, हेर्नु नि नाम। यो चाहिँ जिउहरू दुखेको बेलामा होइन, त्यति बेला चाहिँ सुपमा हालेर खानु। यो चाहिँ एकदम चौसुर हेर्नुहोस् न, हिजो एक छाक खाएँ हो। यहाँ अलिअलि छ। अब यहाँ सिमीहरू यसरी आउँदैछ, हेल्दी सिमीहरू रोपेको छु। मकैहरू रोपेको छु। मकैहरू पनि गाई सिमी सँगसँगै रोपिदिएकै मकै। र मेरो अहिले बारीमा चाहिँ यति चाहिँ। अब चाहिँ म पालक टिप्छु ल गाइस, पालक टिप्छु, तपाईँलाई देखाउँछु ल गाइस। म चाहिँ अब पालक टिप्छु ल। पालक टिपेर चाहिँ मजाले उयो गर्नु पर्यो, खानु पर्यो भनेको यो चाहिँ ठिक्कै भएछ हो। अलग्गै टिप्नुपर्छ, फेरि अरू उयो हुन्छ। खाने बेला ठिक्कै भएछ है हो, खाने बेला भइरहेछ हो। अब यो टिप्छु मजाले पालक टिपेर चाहिँ। त्यहाँदेखि चाहिँ यहाँ हेर्नुहोस् है, अर्ग्यानिक, म त अर्ग्यानिकै खान्छु। प्रायः बजारबाट किन्दिनँ, सबै बारीमा रोप्छु होइन, सिजनको। अन्त अलिकति रोप्यो भने पनि पुगिहाल्छ नि त मलाई चाहिँ। अन्त त्यही भएर म चाहिँ अर्ग्यानिकै खान्छु। यहाँ पनि छ। अब तपाईँलाई टिपिसकेर देखाउँछु ल गाइस। म चाहिँ यहाँ पालक टिप्दैछु। पालक टिप्दैछु, पालक पातला पातला कस्तो दामी फलेको छ हौ। के भन्छ उम्रेको छ गाइस मेरो, यो दामी भएको छ। तर साह्रो कुरो उम्रिन्छ, कुरो उम्रेर चाहिँ रिस उठेर आउनु आँट्यो। कुरोले पो खाइदिला जस्तै गर्छ त गाइस। पातला रोप्नुपर्छ कि गाइस, मजाले आउँछ नि यो पालकहरू पनि। बाक्लो रोप्यो भने चाहिँ फेरि आउँदैन है गाइस, पातला पातला रोप्नुपर्छ कि। बाक्लो रोप्यो भने चाहिँ आउँदैन बेसी राम्रो। त्यहाँदेखि चाहिँ गाइस म चाहिँ त्यहाँदेखि सब्जी टिपिसकेर चाहिँ मन्दिर गएँ, किनभने मेरो इनलसहरू, मेरो सासु मम र मेरो ससुरा पापा चाहिँ मन्दिर जाने भन्नुभयो। त्यहाँदेखि चाहिँ उहाँहरूलाई मन्दिर लिएर गएँ र सानो सानो मेरो नन्दको छोराछोरीहरू, नानाको छोराछोरीहरूलाई पनि लगेर सँगै लगेर मन्दिर गएँ र मन्दिरमा पूजाहरू गरेँ होइन आएँ। यो चाहिँ मन्दिरमा पुरा भिड थियो होइन, त्यही कारणले हामी बाहिर बसेर एकछिन वेटिङ गरेर, त्यहाँदेखि एकछिन वेटिङ गरिन्जेल शङ्कर भगवानको पनि मन्दिर छ नि त त्यहाँ गएर आमाले पानी चढाउनु भयो। त्यहाँदेखि मैले पनि पानी चढाएँ। त्यहाँदेखि चढाइसकेर चाहिँ त्यहाँदेखि चाहिँ हामी चाहिँ घर फर्केर आयौँ गाइस। र आजको दिनको चाहिँ यति नै थियो मेरो भिडियो। तपाईँहरूलाई मन पर्ने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।